हेलो नमस्ते एभ्रिवान। आजको भिडियोमा म बनाउन लागेको छु फ्रेस दुधको चिया। बिहानको फ्रेस मुड अनि तातो तातो चिया। 1 कप चिया नखाइकन त दिनको सुरुवात नै हुँदैन नि हैन। चियाको बास्ना आउने बित्तिकै मन खुसी बनाइहाल्छ नि है। अनि तपाईहरु पनि चिया लभर हो कि कफी लभर? मैले चाहिँ आज दुधको चिया बनाउन चाहदैछु। दुधको चिया बनाउनको लागि मैले पहिला एउटा कालो भाँडो बसाले अनि त्यसपछि त्यसमा पानी हाले अनि त्यसमा चियापत्ती, चिनी अनि त्यसपछि ल्वाङ सुकमेल, तेजपत्ता राखे अनि त्यसपछि थोरै दुध पनि एड गरिदिए अनि मजाले सानो ग्यासमा बुक्लु उमाल्दै पकाएँ। अनि चिया उम्लिँदै गर्दाखेरि त्यो चियाको बाफले मेरो फोन पनि ब्लर भयो, देख्नुभयो होला नि है। अनि चिया खानको लागि रेडी भयो। अनि तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ दुधको चिया? मेरो चाहिँ तरिका यही हो। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्टमा लेखिदिनु होला अनि मन पर्यो भने लाइक अनि सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। Have a good day. Bye.